गाइज वेलकम ब्याक टु माई न्यू भिडियो न्यू एपिसोड। फेरि पनि मैले नयाँ भिडियो लिएर आइसकेको छु तपाईँहरूको सामने। तर म आज के गरिरहेको छु, म घरबाट चाहिँ म ब्लगको लागि चाहिँ बिहानै मर्निङ टाइममा चाहिँ म घुम्नको लागि चाहिँ गोदावरी जान्छु भने म रेडी भइसकेको छु र म बाइक निकाल्ने क्रम जारी छ। र म बाइक निकालेर चाहिँ म सिधै चाहिँ अहिले नन स्टप चाहिँ म सिधै अथरिया जानेछु। अथरिया चोकबाट चाहिँ म एक्लै सिधै चाहिँ गोदावरी घुम्नको लागि एक्लै जानेछु। र कस्तो लाग्छ हजुरहरूले हेर्दै गर्नु होला मेरो भिडियोलाई। म चाहिँ त्यति खासै त बोल्दैन, त्यही पनि मैले सुरुको बेला चाहिँ कस्तो भिडियो बन्छ भनेर चाहिँ म भिडियो बनाउन गइरहेको छु। कृपया तपाईँलाई यदि मनपर्छ भने चाहिँ मेरो भिडियो चाहिँ मजाले अन्तिमसम्म हेर्नु होला। अब चाहिँ म अथरिया चोकबाट चाहिँ म गोदावरीतिर गइरहेको छु र अहिले चाहिँ गोदावरी रोडमा चाहिँ बिस्तारै रूपमा चाहिँ अलि ठुलो भइरहेको चाहिँ यहाँ देख्न सकिन्छ। ठिक छ, जे होस् राम्रो हुनुपर्छ। एउटा पर्यटकीय क्षेत्र हिसाबले चाहिँ गोदावरीलाई चाहिँ गोदावरी स्थल चाहिँ अहिले एकदम गर्मीमा पनि मान्छेहरू धेरै यहाँ घुम्न आउने गर्दछन्। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो बाटो चाहिँ सकभर चाहिँ ठुलो भयो भने चाहिँ राम्रो होला जस्तो लाग्छ। तैपनि म चाहिँ के गोदावरी अहिले कसरी गइरहेको छु भनेपछि म चाहिँ त्यति खासै चाहिँ भिडियो बनाएको छैन। यो अहिले मैले मोबाइलको नयाँ स्ट्यान्ड किनेको हुनाले चाहिँ म भिडियो बनाइरहेको छु, त्यही पनि भिडियो चाहिँ अनक्लियर आइरहेको छ। अनि मैले चाहिँ अहिले चाहिँ उसमा चाहिँ साउन्ड क्लियर नआएको कारणले गर्दाखेरि अहिले चाहिँ साउन्ड हालेर चाहिँ भिडियो बनाइरहेको छु। तपाईँहरू हेर्दै गर्नु होला। गोदावरीको एउटा रमणीय क्षेत्र, यहाँ चाहिँ पर्यटकीयले भरिपूर्ण भनौँ एउटा अहिले काठे पुल भएर यसमा चाहिँ विशेष गरेर सबै आउँछन् फोटो खिच्ने लगायत। अनि यहाँको स्वच्छ हावा विशेष भएको छ।